हाम्रो म्याच जित्दैछ फुटबल म्याच त यो मेन प्लेयर चाहिँ हाम्रो सागर दाइले खेल्दै हुन्छ सागर दादा यता हेरिदिनु सागर दादा हाम्रो मेन कोच सङ्गम दाई यता सङ्गम दाई ओ सङ्गम दाई यता हाई गरौँ हाम्रो बेस्ट प्लेयर अफ म्याच यता किपर यहाँ भाइहरू गेम खेल्दै बसिरहेको छ होइन म चाहिँ यहाँको दर्शक बिना भए चाहिँ म चाहिँ किनभने मलाई अल्छी लागिरहेको छ ओइ बाजीको हो त बाजी मात्रै हो बाजी बेगर खेल्दैन भोलि दिँदा हुन्छ म भित्र खेल्ने हो त ग्राउन्डको बाजी बेगर खेल्ने भन्छ त हजुर दादा के हो भएर म पनि प्लेयर होइन के गर आफ्नै बोल्दा देखिर झन्डै उताको टिम हो सागर दाइ हल्लाइदियो हौ सङ्गम दाइ गोल सागर दादाको एउटा खुट्टाले भेट्छ अर्कोले कहाँ रोमाञ्चक गेम भइरहेछ लगभग धन्न हाम्रो किपर रिसिभ गरिसक्नु भएको अवस्था छ किपर चाहिँ बेस्ट हो म्यान अफ द म्याच दिन्छु भरेमा ल हान्छ है खाले त वाउ बबाल यतिको किपर चाहिँ हुनु पर्यो हाम्रो टिमको एक्लै छकाइदिन्छ हुन्छ सुट हान्दा डाइरेक्ट ल गोल गोल बल भयो त 1-0 भइसकेको छ प्रेस्टिज 1 र स्टेडियम 0 यो भएन मिलेन जब सेन्टर गोलर सङ्गम दादा नाक काटियो यो चाहिँ अति किपर भएर यो के भयो कसरी गोल छिरो भन्नुहोस् यो चिप्लेर हो कति भयो पछाडि गोल किपरको रोलमा फर्स्ट टाइम किपर हुँदा गाह्रो जस्तो फेरि छिर्छ नि भान्जो र मामाको गेम यहाँ भिडन्त खेल्नु न खेल्नु एकछिन जानु बताइदिनु एकछिन मलाई आउँदैन के गरेको 2 मिनट छ बाँकी होइन हाम्रो गेम सकिने आँटेको अवस्था छ यहाँ ईश्वरीय कन्सल्टेन्सी 6 र प्रेस्टिज 5 छ 1 को लिडमा छ होइन 1 छ अब टाइम लगभग 1 मिनट बाँकी होला 1 मिनटमा छिरायो भने छिरायो न त सक्यो गेम सकिने आँटेको अवस्था छ उहाँ हाम्रो सागर बराल दाई उहाँ मेहनतको साथ 3 गोल हानेर हार्दिक हानिसक्नुभएको छ एक्लै 3 वर्ष पछाडि खेलेर पनि हाने भन्ने हुन्छ उहाँ यहाँ हाम्रो कालु सरले चाहिँ उहाँ यत्रो दिन सधैँ गेम खेल्यो भने हान्न सक्नुहुन्न हाम्रो प्रताप दाई चाहिँ एक्लै उहाँ कुद्दै हुन्छ बिस्तारी कालु भर्खर फर्ममा आउँदैछ तर टाइम छैन लगभग